चर्ती कला देखाउँदैमा यो चाहिँ दबाब दिँदैमा कमी कमजोरीहरूलाई सुधार गर्नुको लागि त तपाईँ हामी नेपालीले मिलेर हामीले चाहिँ गर्नुपर्छ। जनआन्दोलनबाट नै हामीले चाहिँ ल्याएको परिवर्तन भएको कारणले त्यो हामीले चाहिँ यो 3 तहको सरकारले काम गरेर देखाउनु पर्ने यी अधिकारहरू चाहिँ त्यसै सिधिमिधि त हामीले प्राप्त गरेको होइन। धनुष्मान सिंह पार्क बनाउने यो बागमती र विष्णुमती लगायत यो चाहिँ जुन हाम्रो चाहिँ नदीहरू छन् जुन दूषित अवस्थामा छ सबै चाहिँ वाक गर्ने ठाउँ हुनुपर्नेमा चाहिँ त्यसको चाहिँ अभाव भइरहेको कारणले गर्दाखेरि आलोकनगर यो चाहिँ मार्ग टोल सुधार समिति यो समिति टोल सुधार समिति अत्यन्तै एक्टिभ समिति मध्येको चाहिँ एउटा चाहिँ हो। आलोकनगर टोल सुधार मार्ग टोल सुधार समितिलाई यो चाहिँ अध्यक्ष लगायत पदाधिकारीज्यूहरू सदस्यज्यूहरू र विशेष यो चाहिँ के छ भन्दाखेरि यसलाई चाहिँ चासो राखेर गतिविधिलाई अगाडि बढाउने सबै आदरणीय महानुभावहरूलाई यो नयाँ वर्ष आउँदै गरेको नयाँ वर्ष 2082 को यो क्यालेन्डर आज लोकार्पण भएको छ र नयाँ वर्षको उपलक्ष्यमा 82 सालमा तपाईँ हामी सबैको यो चाहिँ विशेष गरेर यो आलोकनगर मार्ग टोल सुधार समितिका सम्पूर्ण आदरणीय यहाँका स्थानीय बासिन्दाहरूलाई यो चाहिँ नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना म पहिला चाहिँ व्यक्त गर्न चाहिँ चाहन्छु। यो खास गरेर यो चाहिँ जुन आउँदै गरेको नयाँ सालमा विगतको वर्ष यो चाहिँ अहिले चाहिँ जुन विदाई गर्नु लागेको हाम्रो चाहिँ अब 81 सालको वर्ष छ। ती 81 सालभन्दा पनि 82 सालमा हामीले चाहिँ चाह अनुसारको इच्छा गरे अनुसारको सबै कुरा नभए पनि प्रगति को जुन चाहना हामीले चाहिँ देख्न खोजिरहेका छौँ ती सबै कुराहरूलाई चाहिँ पुरा गर्नुको लागि हामी सबैले चाहिँ मिलेरै काम गर्नुपर्छ भन्ने कुरामा यसमा चाहिँ कसैको दुईमत होला भन्ने मलाई चाहिँ लाग्दैन। यो खास गरेर अब हामीहरूले चाहिँ यो भनौँ न आलोकनगर यो चाहिँ मार्ग टोल सुधार समिति यो समिति टोल सुधार समिति अत्यन्तै एक्टिभ समिति मध्येको चाहिँ एउटा चाहिँ हो भन्ने कुरा किन भन्दाखेरि प्राय वर्षको चाहिँ 6-7वटा प्रोग्राम त हुन्छ। अब 30 कोदेखि लिएर नयाँ वर्षकोदेखि लिएर अब धेरै कार्यक्रमहरू यो आलोकनगर मार्ग टोल सुधार समितिले चाहिँ गर्न गरेको छ र यसमा अब खास गरेर विशेषता भनेको के त भन्दाखेरि यहाँको स्थानीय बासिन्दाहरू यो चाहिँ जुन आफ्नो चाहिँ टोलको सुधार गर्नुको लागि इच्छुक सम्पूर्णको चाहिँ यसमा प्रत्यक्ष परोक्ष रूपमा सहभागी हुने भएको कारणले गर्दाखेरि यो चाहिँ आलोकनगर यो चाहिँ मार्ग टोल सुधार समिति एउटा चाहिँ भनौँ न जे इच्छा गरे पनि जे कार्यक्रम गरे पनि एउटा चाहिँ राम्रै तवरले चाहिँ गर्ने गरेको छ। यो एउटा चाहिँ प्रशंसनीय पक्षलाई चाहिँ हामीले चाहिँ नकार्न मिल्दैन। म खास गरेर तपाईँहरूलाई अब यहाँ चाहिँ यो आलोकनगर यो चाहिँ मार्ग टोल सुधार समिति यो खास गरेर यो चाहिँ काठमाडौँ यो चाहिँ जुन राजधानी र त्यसमा पनि 31 नम्बर वडामा पर्ने भएको कारणले गर्दाखेरि हाम्रो चाहिँ जुन यो घना बस्तीको रूपमा यो चाहिँ हामी सबैले चाहिँ देखेका छौँ अनुभव गरिरहेका छौँ। यहाँको चाहिँ कस्तो भन्दाखेरि ओपन स्पेसेसहरूको चाहिँ कमी भइरहेको छ। यो काठमाडौँ महानगरपालिका मात्र नभइकन अरू नगरपालिकाहरूमा पनि यो चाहिँ कम्पेरिटिभली जनघनत्वको चाहिँ बढी भएको कारणले गर्दाखेरि पनि हामीहरूले चाहिँ एउटा चाहिँ टोलमा चाहिँ हुनुपर्ने यो चाहिँ जुन ओपन स्पेस हो यो चाहिँ भनौँ न केटाकेटीहरू चाहिँ खेल्ने ठाउँदेखि लिएर सबै चाहिँ वाक गर्ने ठाउँ हुनुपर्नेमा चाहिँ त्यसको चाहिँ अभाव भइरहेको कारणले गर्दाखेरि अहिले हामीहरूले यो खास गरेर 31 नम्बर वडालाई नै मध्यनजर गरेर यो चाहिँ जुन बागमतीको यो चाहिँ किनारमा पारी चाहिँ मदन भण्डारी पार्क छ वारी चाहिँ धनुष्मान सिंह पार्क बनाउने त्यो कामलाई अगाडि बढाइरहेको कुरालाई पनि म यहाँ तपाईँहरूलाई चाहिँ भन्न चाहिँ चाहन्छु। र त्यति मात्रै नभइकन यो चाहिँ अहिले यसपटक चाहिँ हामीहरूले यो खास गरेर म चाहिँ यो शहरी विकास मन्त्रालय सम्हालेदेखि नै मैले चाहिँ के भनिरहेको छु त भन्दाखेरि यो काठमाडौँको मात्र नभइकन देशमा नै अब हामीहरूले हाम्रो चाहिँ नदी नालाहरूलाई शुद्धता चाहिँ ल्याउनु पर्यो। त्यसलाई चाहिँ गर्नुको लागि कार्यक्रमहरू चाहिँ अगाडि बढाउनु पर्यो र अहिले चाहिँ यसपटक चाहिँ हामीले चाहिँ विशेष गरेर यो बागमती र विष्णुमती लगायत
यो चाहिँ जुन हाम्रो चाहिँ नदीहरू छन् जुन दूषित अवस्थामा छ त्यसमा चाहिँ क्रमिक रूपमा चाहिँ सुधार ल्याएर यो चाहिँ वातावरणमा चाहिँ सुधार ल्याउने कार्यक्रमहरू चाहिँ गर्ने कुरामा त्यसमा चाहिँ जोड दिइरहेको कुरालाई पनि म यहाँ तपाईँहरूलाई चाहिँ भन्न चाहिँ चाहन्छु र खास गरेर यो चाहिँ जुन काठमाडौँ मात्रै नभइकन यो चाहिँ तपाईँ हामी सबैले थाहा भएकै कुरा हो 293 नगरपालिकाहरू सबै नगरपालिकाहरूलाई चाहिँ व्यवस्थित गर्ने र 460वटा चाहिँ जुन गाउँपालिकाहरू छन् तिनीहरूलाई पनि व्यवस्थित गरेर चाहिँ अगाडि बढाउनको लागि शहरी विकास मन्त्रालयले विभिन्न कार्यक्रमहरू चाहिँ अगाडि बढाइरहेको कुरालाई पनि म यहाँ तपाईँहरूलाई चाहिँ भन्न चाहिँ चाहन्छु। जुन हामी सबैले यो चाहिँ लामो सङ्घर्षबाट यो चाहिँ जनताको चाहिँ के हो भन्दाखेरि अधिकार जुन हामीले चाहिँ प्राप्त गरेका छौँ। हामी त के हो भन्दाखेरि सार्वभौम सत्ता सम्पन्न जनता हौँ। हामीले चाहिँ के हो भन्दाखेरि अहिलेको यो चाहिँ जुन तपाईँहरू हामी सबैले चाहिँ एउटा चाहिँ अवसर के पाइरहेका छौँ त भन्दाखेरि यो चाहिँ नीति निर्माण गर्ने थलोमा चाहिँ पठाउँदाखेरि या चाहिँ यो नगरपालिकामा भन्नुहोस्, वडामा भन्नुहोस्, प्रदेशमा भन्नुहोस्, सङ्घीय यो चाहिँ प्रतिनिधि सभामा भन्नुहोस्, सबै ठाउँमा चाहिँ आफूले चुनेको प्रतिनिधिबाट चाहिँ हामीले चाहिँ आफ्नो चाहिँ गतिविधिहरू अगाडि बढाउने त्यो मौका हामीले चाहिँ प्राप्त गरेका छौँ। यी अधिकारहरू चाहिँ त्यसै सिद्धिमिधि त हामीले प्राप्त गरेको होइन। यो 17 सालमा देश खादी कदमपछि 46 पछि र त्यसमा चाहिँ क्रमिक रूपमा चाहिँ अहिले चाहिँ जनताको आवश्यकता अनुसार हामीले चाहिँ 72 मा चाहिँ गएर यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक यो चाहिँ समावेशी संविधान हामीले चाहिँ जारी गरेका छौँ। र यो जुन सार्वभौम सत्ता सम्पन्न जनताले चुनेर पठाएका यो संविधान सभाका सदस्यहरूबाट जुन बनेको जारी गरेको चाहिँ जुन संविधान हो त्यो संविधानमा चाहिँ अब हामीहरूले चाहिँ के हो भन्दाखेरि त्यसलाई चाहिँ कार्यान्वयन गराउनको लागि आवश्यक सङ्घीय कानुनहरू चाहिँ समयमा चाहिँ बनाएर तिनै तहका सरकारहरूलाई दिनुपर्ने अधिकारहरू दिलाएर यो चाहिँ केन्द्रीकृत एकात्मक व्यवस्थाबाट हामी चाहिँ संहितामा जाँदाखेरि आम नेपाली जनताले चाहिँ यो संहितामा चाहिँ फरक के हो भन्ने कुरा त्यो हामीले चाहिँ यो 3 तहको सरकारले काम गरेर देखाउनु पर्ने त्यो अवस्था सृजित गर्नुको लागि केही कामहरू चाहिँ गर्न बाँकी भएको कारणले गर्दाखेरि त्यसमा चाहिँ हामीले चाहिँ वर्कआउट गरिरहेको कुरालाई पनि म यहाँ तपाईँहरूले चाहिँ भन्न चाहिँ चाहन्छु। र यो चाहिँ के हो भन्दाखेरि जनताले चाहना अनुसार ल्याएको चाहिँ जुन व्यवस्था हो त्यो व्यवस्थालाई यो केवल एउटा दुईवटा भाषण गर्दैमा यो चाहिँ के हो भन्दाखेरि यो चर्ती कला देखाउँदैमा यो चाहिँ दबाब दिँदैमा यो चाहिँ के हो भन्दाखेरि हामीहरूले जनताले यो जनआन्दोलनबाट नै हामीले चाहिँ ल्याएको परिवर्तन भएको कारणले गर्दाखेरि विधिको शासनभन्दा ठुलो कोही हुँदैन। यो विधिको शासन अन्तर्गत सबै पक्ष जनप्रतिनिधिदेखि लिएर सबै यसमा चाहिँ बस्नुपर्ने भएको हुनाले त्यसमा चाहिँ सबैले हेक्का राखेर काम गरेको खण्डमा अहिले देखा परेका कमी कमजोरीहरूलाई सुधार गर्नुको लागि त हामी नेपालीले मिलेर हामीले चाहिँ गर्नुपर्छ। अरू कोही आएर चाहिँ यहाँ चाहिँ यो चाहिँ व्यथितिलाई स्थितिमा चाहिँ ल्याउनुको लागि कसैले नगर्ने भएको कारणले गर्दाखेरि हामी नै मिलेर गर्नुपर्ने कुरालाई यी सबै कुराहरूलाई चाहिँ ध्यानमा राखेर यो 42 आउँदै गरेको यो 2082 सालको यो चाहिँ साल हामी सबैलाई नेपालीहरू समग्र रूपमा चाहिँ सबैलाई चाहिँ यो चाहिँ राम्रो वर्षको रूपमा हामीले चाहिँ यसलाई चाहिँ चिनाउनुको लागि सबैले चाहिँ त्यसमा चाहिँ ध्यान केन्द्रित गरौँ।